हेलो साथीहरू, हुवा नमस्ते। वेलकम ब्याक टु माई युट्युब च्यानल केलिसा ब्लग। तपाईँहरूलाई स्वागत छ। फेरि एक हप्तापछि मेरो न्यू ब्लग आइसकेको छ। सो हेरेर साथ सपोर्ट अनि सेयर गरिदिनु होला अनि माया गरिदिनु होला है त। अनि यो एक हप्ताभित्र चाहिँ म एकदम ठिकै थिएँ अनि तपाईँहरू पनि सन्चै हुनुहुन्थ्यो भन्ने आशाका साथ मेरो अर्को ब्लग आइसकेको छ। सो साथीहरू, हाम्रोतिर चाहिँ 3 दिन अगाडिदेखि लगातार पानी परिरहेको थियो। सो आज चाहिँ एकछिन अब घाम लागे जस्तो एकदम फ्रेस भएको छ मौसम अनि कस्तो सफा पनि देखिरहेछ, सफा फ्रेस एकदम रमाइलो देखिरहेछ। अनि म चाहिँ छठमा आएको छु अहिले। छठबाट घर पनि जानुपर्ने हुन्छ फाइनली साथीहरू। अनि यहाँनिर हाम्रो आँपको बोट चाहिँ कति धेरै फुलेछ। ओ माई गड, कस्तो मजाले फुलेछ नि। सो खानालाई धेरै मजा आउनेछ पछि। म चाहिँ अब छठबाट झरेर कोठा जानुपर्ने हुन्छ साथीहरू। धेरै टाइम भइसक्यो नि त आएको। सो अब म चाहिँ जान्छु कोठा। कस्तो डर लाग्दैछ क्या यहाँनिर। म बसेको ठाउँमा चाहिँ यस्तो उहरू नि छ, चरहरू। अब म चाहिँ कोठा जानुपर्ने हुन्छ। कोठा भन्दा नि फेरि उतो होस्टेलको छतमा गएर म तपाईँहरूलाई त्यतातिरको नि भ्यू देखाउने छु। मेरो साथमै रहनु होला है त। यति राम्रो त्यतातिर ग्राउन्डहरू छ के, खुला ठाउँ छ एकदम राम्रो। अनि हामी बस्ने चाहिँ यहीँ हो। सो क्यान्टिन त्यहाँ चाहिँ, अनि यहाँ चाहिँ होस्टेल। अब हामी होस्टेलको छतमा जानेछौँ। अनि कति राम्रो फुल पनि फुलिरहेछ यतातिर चाहिँ, मजाले फुलिरहेछ। तर पनि मेरो फोनमा राम्रोसँग देखिएकै छैन कि। कस्तो राम्रो छ, वाउ वाउ साथीहरू, कस्तो राम्रो फुल छ। फुल भनेपछि त फेरि म त अनि आज चाहिँ साथीहरू तुम्मा र दाइले गएर कुखुरा लिएर आउनुभएको थियो। सो यहाँ बनाउँदैछ मेरो भाइले चाहिँ। वाह, आगोमा पोलेको झनै मिठो हुन्छ नि त। अनि भालेको माछा यस्तै लुस्छ त, वाह। अनि चिसो चिसो मौसममा चाहिँ हामी आज भालेको सुप खान लागेको छौँ। अब फेरि पनि हामी होस्टेलको छतमा जाँदैछौँ है त। यहाँबाट जानुपर्ने हुन्छ। अनि म चाहिँ छतमा आइसकेँ साथीहरू। त्यहाँनिर छ क्यान्टिन चाहिँ, हामी त्यहाँबाट डगुरेर आएको म चाहिँ। अनि कस्तो राम्रो देखिरहेछ के, फ्रेस अनि सफा जस्तो कि त्यो पानी परेर कति पछि पानी परेको नि त, त्यो भएर कस्तो सफा देखेको छ। आज मौसम पनि कस्तो राम्रो देखिरहेछ यता झनै। त्यही तपाईँहरूको माया अनि साथ सपोर्टको चाहिँ मलाई एकदमै धेरै जरुरी छ। सो तपाईँहरूले पक्कै पनि दिनुहुनेछ, मलाई आशा भरोसा विश्वास पक्कै पनि तपाईँहरूमाथि छ है त। हाम्रो होस्टेलको छतबाट देखिने दृश्यहरू। यता एयरपोर्ट पनि छ, एयरपोर्ट पनि देखिन्छ। यहाँ रहेछ त्यहाँ रहेछ प्लेनको त्यो पुच्छर देखिरहेछ। घरहरू पनि देखिन्छ कति मजाले। तर मेरो फोनको क्यामेरा राम्रो नभएर होला त्यस्तो राम्रै देखिरहेको छैन। तर पुरा आँखाले यसरी हेर्दाखेरि कस्तो राम्रो देखिन्छ कि। झन् दसैँ तिहारमा त झनै ओ माई गड। अनि यतापट्टिबाट झनै साथीहरू राम्रो देखिन्छ। ओ कति मजाले देखिन्छ कि। कस्तो खुसी रमाइलो फिल हुन्छ कि कस्तो। हामी कहिले काहीँ आउँछौँ यहाँनिर छतमा चाहिँ। सो हामीसँग टाइम हुँदैन नि त खासै। अब बिहानदेखि बेलुकीसम्म बिजी भइन्छ। अनि यस्तै बिदाको दिन पऱ्यो भने चाहिँ आउँछौँ अनि यताउता रमाइलो हेर्छौँ अनि फोटो भिडियो बनाउँछौँ, खिच्छौँ अनि त्यहाँबाट चाहिँ फेरि झर्छौँ। सो हाम्रो काममा टाइमै मिल्दैन, त्यही भएर पनि खासै आउन चाहिँ भ्याइँदैन।
जस राम्रो देखिन्छ यताबाट देखिन चाहिँ। अनि यतातिर यहाँ पानी ट्याङ्की छ। अनि यहाँ कुरा साथीहरू आज चाहिँ हामी 2 बजे फेरि मुभी हेर्न जाँदैछौँ। अनि त्यहाँदेखि मलाई साथ दिनु लामलाई। अनि हामी चाहिँ अब अहिले 11 बजी जाएकोमा जाने भनेको, त्यही पनि टाइमै मिलेन अनि पुगेन। अनि अब 2 बजेकोमा जान्छौँ हामी, त्यतिखेर मेरो साथ दिनु आउनु होला। अहिले चाहिँ म फेरि रुम जान्छु साथीहरू। अघि मैले भनेको थिएँ नि साथीहरू, हामी आज मुभी हेर्न जाँदैछौँ भनेर। सो हामी चाहिँ रेडी भएर घरबाट निस्किसक्यौँ। अब हाम्रो ट्याक्सी आउँदैछ। अनि यता भाइ नि एक्साइटेड छ आज फिल्म हेर्नलाई। अनि दिदी र भाइ पनि आउँदै हुनुहुन्छ। फाइनली हाम्रो ट्याक्सी पनि आइसक्यो साथीहरू। सलिन कहाँ बस्ने? आउन हामी चाहिँ चल्दैको ल साथीहरू। सलिन गएको ल फिल्म हेर्न। गाडीबाट पनि झरिसक्यौँ। अब माथि हल जानुपर्ने हुन्छ। हामी चाहिँ भित्र पसिसक्यौँ, मतलब भाटबाट नि भित्र। अब माथि हलतिर पुग्नुपर्ने हुन्छ। हामी भनेको साथीहरू हामी एकैचोटि लास्ट सोमा पुग्छौँ, यताबाट आउनै पर्दैन। UFX साथीहरू फोटो खिच्ने त कस्तो अध्याएर नराम्रो आइरह हो। यहाँ चाहिँ हाम्रो टिकट लिने ठाउँ। भाइ र म चाहिँ टिकटको पर्खाइमा छौँ। हेलो भन्दै पिताम्बर फिल्म हेर्न भित्र छिरिसक्यौँ। सो हामीले टिकट लिएर पनि अब पिताम्बर फिल्म हेर्न हौ भित्र। कताबाट? ए बिस्तारै बिस्तारै ल। जसले पनि कुटेर हामीलाई कुखुराको खोरमा थुन्छ। यहाँ नबस्छ अन्त्य छ। कहाँ जाने? अन्त्य जहाँ गए पनि यस्तै मान्छेहरू भेटिन्छ। त्यसो भए के गर्ने? पर्खने। पर्खने? आफ्नो टाइम नआउन्जेलसम्म पर्खने। साथीहरू आज चाहिँ हामीले फाइनली फिल्म पनि हेरिसक्यौँ। यस्तो बब्बा लाग्यो फिल्म। यतिको फिल्म हेरेको पनि थिएन जस्तो लाग्यो। क्याब किनेर साथीहरू अनि क्याब हामी चाहिँ हेर्दैछौँ। तल झर्किएर नि फेरि हामी मासतिरै आयौँ। भाइको लागि क्याब किन्न गएको तर नलिहाल्यो। मनै परेन। के आयौँ। अब चाहिँ घर जानुपर्ने मुभी पनि हेऱ्यो। अनि एकदम खतरा लाग्यो। आइसक्रिम पनि खाइयो। आज चाहिँ हामी अब घर जाँदैछौँ। आजको भ्लग चाहिँ मेरो यति नै। अर्को सटरडे फेरि हामी भेट्ने नै छौँ। सो अहिलेलाई चाहिँ बाई बाई।